नमस्ते सबैलाई। आज म तपाईहरुलाई यो नेपाली फन्ट फेसबुकमा अथवा यो आइफोनमा कसरी युज गर्ने भन्ने बारेमा देखाउन गइरहेको छु। अनि सबभन्दा पहिला चाहिँ तपाई यो आइफोनको सेटिङमा जानुहोस्। सेटिङमा गएर यहाँ अदर ल्याङ्ग्वेज भन्ने छ। अदर ल्याङ्ग्वेजमा गएर अनि तपाईको यो त्यसपछि यहाँ केही देख्नुहुन्न जस्तो देखिन्छ, तर यसरी जाँदा पनि हुन्छ। तल नेपाली भनेर लेखेको छ, पहिला थिएन अहिले राखिएको छ। अनि तपाईले सर्चमा गएर नेपाली भनेर टाइप गर्नुभयो भने यहाँ दिन्छ हैन। अनि यसमा क्लिक गर्नुहोस् अनि त्यसपछि डन गर्नुहोस्। अनि प्रिफर तपाईले के राख्नुहुन्छ, अब खोल्ने बित्तिकै तपाईं के टाइप गर्नु पर्यो, नेपालीमै पहिले राख्ने कि इंग्लिशमा राख्ने, जुनै राख्दा नि हुन्छ। पछि त त्यही सर्टकटमा त्यही युज गर्दा नि हुन्छ। हामी पछि हेर्ने चाहिँ त्यसको बारेमा। अनि म अहिलेलाई प्रिफर इंग्लिशमा राखिदिन्छु। अनि त्यसपछि अपडेट हुन्छ। एकछिन पर्खिनु। त्यसपछि ल्याङ्ग्वेज अपडेट हुँदैछ। हुन्छ, त्यसपछि हामी भइसक्यो। हामी अब पछाडि जानेछौँ। त्यसपछि अब हामी चाहिँ के गर्नेछौँ भन्दाखेरि एप्समा जानेछौँ। एप स्टोरमा। एप स्टोर यहाँ पनि छ। तपाईँ नत्र यहाँ यसरी पनि जान सक्नुहुन्छ। एप स्टोर एप स्टोर यहाँ छ। एप स्टोर तपाईको यहाँ छैन भन्ने पनि यस्तो गरेर खोजेर एप स्टोर भनेर यहाँ टाइप गर्न सक्नुहुन्छ। यसरी एप स्टोर भनेर हैन। अनि एप स्टोरमा यहाँ नेपाली किबोर्ड भनेर टाइप गर्नु हैन। त्यसपछि टाइप गरिसकेपछि के हुन्छ भने यहाँ धेरै छ हैन। कुनै किन्नु पर्ने, कुनै फ्रीमा छ। तर सबै मलाई चाहिँ फ्रीमा अहिले चलाउनलाई मलाई यही ठिक लाग्यो। ट्रान्सलिटरेसन भनेको म यसमा टाइप गर्छु। यसलाई डाउनलोड गर्छु। अनि त्यो डाउनलोड गर्दा कुनै बेला तपाईलाई पासवर्ड पनि माग्छ। पासवर्ड हाल्नु आफ्नो आइफोनको आइडी, पासवर्ड आइडी हुन्छ। अनि ओपन गर्नुहोस्। अनि त्यसपछि यहाँ दिएको छ, यसलाई यस्तो गर्दा हुन्छ। त्यसपछि एकछिन मैले यहाँ क्लिक गरेँ। फेरि एकचोटि सेटिङमा जानुहोस्। अनि किबोर्डमा जानुहोस्। किबोर्डमा गएपछि किबोर्ड दुईटा देखाएको छ। एड न्यू किबोर्ड गर्नुपर्छ यहाँ यसो गरेर। अनि हामीले जुन नेपाली लिइसकेको छ नि त्यसलाई यहाँ यसरी क्लिक गर्नुहोस्। तपाईको अघिको जुन एप्लिकेसन डाउनलोड गरेको छ यहाँ देखाउँछ। अनि त्यसपछि हामी यस्तो गरेर यहाँ अलाउ फुल एक्सेस भनेर भनेको छ हैन। अलाउ फुल एक्सेस, त्यसलाई चाहिँ ग्रिनमा अन गर्ने अलाउ गर्नुहोस् हैन। अब अलाउ गरिसकेपछि तपाईको ब्याक टु, अब मानौ तपाई फेसबुकमा जानुहुन्छ हैन। फेसबुकमा जानुहोस्। अनि फेसबुकमा गएर चाहिँ तपाईले के स्ट्याटस लेख्नु पर्ने भयो हैन। जस्तै के स्ट्याटस लेख्नु पर्ने भयो भने यसरी तपाईको अब यहाँ एउटा ग्लोबको चिन्ह आउँछ हैन। थिचिराख्नुस्। थिचिराखेपछि तपाईको यहाँ अप्सन देखाउँछ हैन। अंग्रेजी नेपाली ट्रान्सलिटरेसन भन्ने देखाउँछ। अनि यसरी क्लिक गर्नुहोस्। क्लिक गरेपछि तपाईले जे अंग्रेजीमा टाइप गर्नुहुन्छ त्यो नेपालीमा आउँछ। जस्तै तिमी हैन, तिमी गरे स्पेस गरे तिमी आयो है। हुन्छ, थ्यांक यू। यसरी तपाईले अरु जुनै एप्लिकेसनमा चलाउँदा पनि तपाईले यहाँ टाइप गरी थिचिराख्नुस् जुन गोलोमा। अनि थिचिराख्दाखेरि तपाईको अप्सन दिन्छ इंग्लिशमा कि नेपालीमा भन्छ नि। नेपालीमा चाहिँ यसरी क्लिक गर्नुस्। अनि त्यसपछि तपाईले हामी हैन लेख्नुभयो। त्यसपछि रिटर्न यसरी आउँछ नि। तपाईले आफ्नो पोस्टहरु पोस्ट गर्न सक्नुहुन्छ। हुन्छ, थ्यांक यू।